हाई मैले चाहिँ त्यति साह्रो केही कहिले पनि भोइसमा बनाउँदिनँ अनि आज चाहिँ कस्तो त्यो आफूले ट्राई गराएको थिएँ कि केही चिज अनि त्यस पछाडि अनि आई फिल गुड है, राम्रो लाग्यो मलाई अनि त्यही कुरा चाहिँ सेयर गर्न मन लाग्यो अनि त्यही भएर हो। अनि के को बारेमा भन्दाखेरि चाहिँ अब यस्तो हुन्छ, एस्ट्रोलोजीमा चाहिँ कसलाई बिलिभ लाग्छ त्यसमा पनि डिपेन्ड गर्छ होइन। म चाहिँ एकदम बढी नै बिलिभ गर्छु कि एस्ट्रोलोजीमा भन्नुपर्दा चाहिँ। अनि त्यस पछाडि अनि आज चाहिँ नर्मल्ली यत्तिकै बसिरहेको थिएँ म अनि के सोचेँ भने चाहिँ लेट्स ट्राई समथिङ भने होइन। अनि द्याट नथिङ स्पेसल। अनि च्याट जिपिटी चाहिँ हेरेँ होइन। अनि अब म चाहिँ एकदम बढी च्याट जिपिटीमा चाहिँ एकदम बढी हेरिरहेको हुन्छु कि होइन, कहिले के यस्तै ट्राई गरिरहेको हुन्छु च्याट जिपिटीमा। अनि मलाई चाहिँ कस्तो लाइक वाट एकदम के त्यो भित्रैबाट उत्सुकता, सर्च गरौँ न त एबाउट एस्ट्रोलोजी होइन, कस्तो हुँदो रहेछ भनेर गरेँ होइन। अनि मैले त्यहाँ चाहिँ मेरो डेट अफ बर्थ, टाइम, अब हामी जे चाहिन्छ हेराउँदा लाइक होइन, अनि त्यो सबै मैले डिटेल्सहरू हालेँ होइन। अनि हाल्दाखेरि चाहिँ आई डोन्ट थिङ्क त्यस्तो एक्ज्याक्ट चाहिँ मलाई फिल भएन है मेरो त्यो चाहिँ मेरोमा चाहिँ। अनि मेरोमा चाहिँ त मलाई त्यस्तो एक्ज्याक्ट फिल भएन, बट अनि तर डिस्क्राइब चाहिँ मजाले गरिरहेको थियो। लाइक आई लभ द्याट के होइन, त्यो डिस्क्राइबिङ जो चाहिँ कस्तो मजाले गरिरहेको थियो। अनि त्यस पछाडि अनि झन् बढी जिज्ञासा लाग्यो होइन। एन्ड देन सबैलाई थाहा छ हाम्रो पात्रोमा चाहिँ त्यहाँ चाहिँ हाम्रो लाइक वाट कुण्डली भनेर नै हामीले बनाउन मिल्छ नि त। अनि त्यहाँ चाहिँ मेरो अलरेडी पनि थियो, मैले चाहिँ किनकि त्यो हाम्रो पात्रोमा पहिले हेरेको भएर एज अलरेडी थियो। अनि त्यस पछाडि मैले चाहिँ त्यहाँ हेरेँ अनि त्यसको स्क्रिनसट लिएँ। अनि स्क्रिनसट लिएर चाहिँ लगेर मैले चाहिँ च्याट जिपिटीमा हालेँ। अनि च्याट जिपिटीमा हालेर यसको बारेमा डिस्क्राइब गर भनेर भने होइन। अनि त्यस पछाडि यति मजाले दियो है, आई ट्रुली एप्रिसिएट द्याट के है, यस्तो मजाले भन्यो होइन। लाइक इट्स एन्ड एभ्रिथिङ होइन। मलाई जे लाइक अब फर्स्टमा त उसले आफै एक्सप्लेन गर्छ एन्ड देन आफूलाई के सोध्न मन छ होइन, आफूमा के इन्ट्रेस्ट छ, के को लागि जान्न हो होइन, एन्ड देन त्यसरी सर्च गर्ने हो। एन्ड अगेन नट सर्च है, अगेन त्यसपछि फेरि अनि आफ्नो क्वेरिजहरू राख्दै जाने हो भने चाहिँ आई लाइक भेरी मच है, मलाई चाहिँ एकदम मन पर्यो। अनि त्यही भएर चाहिँ अनि मैले नि अब कसले ट्राई गर्नुभएको छ कि नै होइन, इफ यु नो देन ट्राई गर्नुभएको छ भने कस्तो लाग्यो भनेर कमेन्ट गर्नुहोस् है। ट्राई नगर्नु भएकोले चाहिँ एकचोटि ट्राई गर्नु कस्तो हुन्छ। अनि मलाई चाहिँ राम्रो लाग्यो, पर्सनल्ली चाहिँ मलाई एकदम राम्रो लाग्यो कि। अनि लाइक अब त्यस्तो ट्राई गरिन्थेन नि त, अनि त्यो पनि कस्तो मजाले भनिदिएर हुन त अब सबै हामीले डिटेल्स दिएपछि त अब भन्न त भन्छन् है, बट हुन्छ नि त आउट अफ एक्सपेक्टेसन जस्तो। अनि त्यही भएर चाहिँ मलाई एकदम राम्रो लाग्यो। म यति कुरा सेयर गर्न आएको, बाई।